दर्शकबिन आज यस्तो घटना घट्यो कि जहाँ वृद्ध हुँदा पनि बच्चा जस्तो हुने एउटा हैन तपाईले सबैलाई थाहा छ र आज चाहिँ सलिना तामाङ 15 वर्षकी आउनुभएको छ आफ्नो हजुरआमा 81 वर्ष पुगेको के तुम्रोक अरे सञ्चारानी तुम्रोक सञ्चारानी तुम्रोक लिम्बू 81 वर्ष पुगेको जहाँ आमा एकाएक घरबाट यो इटहरीको तराराबाट घरबाट निस्केको एकदम अहिलेसम्म भेटेकै छैन। नमस्ते, म देवेन्द्र लिम्बू। तपाईहरु अहिले विभिन्न अनलाइन टिभी हेर्दै हुनुहुन्छ भने यो भिडियो एकछिन तपाईले स्किप नगरी हेरेर कमेन्ट गर्नुहोस्। उहाँ बहिनीको लागि आफ्नो हजुरआमाको लागि हेल्प अथवा उहाँलाई चाहिँ सहयोग गर्नुहोस्। यो भिडियो सेयर गरेर अनि अन्तिमसम्म हेरेर के भएको रहेछ है त। आउनुहोस् उहाँसँगै बुझौँ। नमस्ते बुनु। नमस्ते। हजुरको नाम? सलिना तामाङ। ए के को लागि आउनुभएको मेरोमा? बोजू हराउनु भएको छ त्यही भएर आएको। कति वर्ष पुग्नुभयो? 81 ठ्याक्कै पुग्यो। हजुर। कति दिन भयो हराएको? 3 महिना हुन आँट्यो। जेठ 8 गतेबाट हराएको। आमा 3 महिना हुन आँट्यो? हजुर। अस्ति नै यसो सोसियल मिडिया दिनु पर्थ्यो नि त। दिएको थियो, दिएको छ। हामीले मिडियालाई भन्दा पनि हामीले प्रहरी चौकीलाई पनि दिएको हो हैन। अनि हामीले सबै आश्रमतिर पनि हामीले सबैतिर खोज्यौँ, कहीँबाट पनि सम्पर्क भएन। नहुँदाखेरि तपाईँको एक दुई के भने यहाँ माथि सेदुवामा कमेन्टमा हामीले फेसबुकमा हाल्दाखेरि कमेन्टमा आएको थियो, उहाँ बजुलाई त मैले यहाँ सिधुवा भन्ने ठाउँमा देखेको थिएँ भन्नुभयो। सिधुवामा भनेको त धनकुटा माथि। अनि हुँदाखेरि त्यो कमेन्ट अनुसारको हामीले कुरा गऱ्यौँ उहाँलाई, जो व्यक्ति हुनुहुन्थ्यो उहाँलाई हामीले कुरा गर्दाखेरि उहाँले चाहिँ होइन म त घुम्न मात्रै गएको थिएँ, होइन मैले त्यसरी बाटोमा देखेको भन्नुभयो। अनि भन्दाखेरि हामीले कसरी सल्लाह माग्यौँ भने उहाँलाई तपाईँको कोही आफन्तहरू कोही हुनुहुन्छ भने होइन त्यो फोटोलाई यसो तपाईँले पठाएर भेट्न सकिन्छ कि केही सहयोग गरिदिन्न भन्दाखेरि म त घुम्न मात्रै आएको, त्यो एरिया त मलाई केही पनि थाहा थिएन भनिदिनु भयो। अनि त्यो भएर हामीले सम्पर्क भएन क्या, भेटिएन क्या अहिलेसम्म। प्रहरी चौकीलाई पनि हामीले हराएको भनौँ हामी कति 15-20 दिन यस्तै कति 1 महिना भनौँ न होइन, 1 महिना भएको थियो होला। तपाईँ छिमेकी हो? म छिमेकी हो। म उहाँ हजुरआमाको छिमेकी हो। प्रहरी चौकीलाई पनि दिएको हो। अनि उहाँले अहिले पनि हामीलाई के भन्नुहुन्छ 2-3 चोटि भइसक्यो फोन गरेको, सम्पर्कमा आउनुभयो कि भएन भनेर सोध्नुहुन्छ। अनि आउनु भएको छैन। अब लास्ट अति भयो, उहाँको मम्मी हुनुहुन्छ विदेशमा होइन त, एकदम पीडितमा हुनुहुन्छ उहाँको मम्मी, आफ्नो आमा जस्तै। जसलाई पनि थाहा छ तपाईँको सहयोग चाहिएको छ। अनि नि बुनु अब तपाईँको मम्मी चाहिँ विदेशमा छ? हजुर। अनि मम्मी चाहिँ तुम्रोक लिम्बू 81 वर्ष पुग्नुभयो होइन। हाम्रो के तुम्रोक अरे? सञ्चारानी तुम्रोक। कति अप्ठ्यारो, सञ्चारानी तुम्रोक। अनि तपाईँ चाहिँ कसरी तामाङ? मम्मी बेगरेर गरे तामाङ भयो। हजुर। कहानी त्यस्तो रहेछ। अनि मम्मीले के भन्नुहुन्छ? बोजूलाई खोज्नुपर्छ भन्छ? मम्मीले खोज्नुपर्छ भन्नुहुन्छ नि बिचरा होइन। हजुर। गाह्रो छ नि त। अब बोजू चाहिँ ठ्याक्कै कुन समयमा निस्किनु भएको? जेठ 8 गते। जेठ 8 गते बिहानको समय? बिहान 8 बजेतिर शुक्रबारको दिन। कतिको बोली चाहिँ कतिको छ? 81 वर्ष पुग्नुभयो, कतिको बोल्नुहुन्छ कतिको बोल्नुहुन्न? बोल्नु त बोल्नै हुन्छ। बोल्नु त बोल्नुहुन्छ उहाँ, तर आफ्नै कोही बेला कहाँ के बोल्ने त्यो चाहिँ टुङ्गो हुँदैन होइन। त्यस्तो खालको हुनुहुन्छ, अलिकति मेन्टली हिसाब गरेर बुढाबुढी भएपछि जो पनि त्यही हो, केटाकेटी हुन्छ नि त त्यस्तो हुन्छ। अनि एक त उहाँको सानीमासँग गएको रहेछ क्या। खास कुरो बुझ्दा चाहिँ उहाँको आफ्नै सानीमासँग जानु भएको रहेछ बजारसम्म भन्नाले आमा चाहिँ। बजार चाहिँ कहाँनिर? तरारा। अनि जानुभएको रहेछ। त्यसरी भरे छोरीसँग जाँदाखेरि चाहिँ कान्छी छोरीसँग जाँदाखेरि चाहिँ छोरी पुऱ्याउनु खास गएको हो भन्ने कुरा सुनियो होइन। अनि छोरी चाहिँ गाडी चढेर गइहालेछ। अब छोरी र आमा झन् भन्नु पनि उस्ता उस्तै हुन् दिमागमा चाहिँ है, अलिकति हल्का अब खानुहुन्छ उहाँले पनि होइन। खानुहुन्छ अहिले त आमाले त थाहा छैन, छोरीले चाहिँ खानुहुन्छ क्या। अनि हामीले चाहिँ शङ्का गरेर फेरि उहाँहरूलाई छोरीको घरमा पठाइयो। अनि आमा खोइ भनेर यहाँ घरमा ल्याएर सोद्धाखेरि अब मैले अब कताबाट निकालिदिनु मलाई थाहा थिएन, म त यहाँबाट गाडी चढेर गइहालेँ। अनि आमा चाहिँ घर जानुहुन्छ होला भनेर म चाहिँ ढुक्कले गएँ। आमा अब यता हराउनु भएको छ भन्ने खालको कुरा गर्नुहुन्थ्यो उहाँले। ल अनि त्यतिखेर व्यापक अलिक खोजी गर्नु पर्थ्यो। अब छोरीको घरमा गएको छ भनेर छोरीको घरमा गएको छ भनेर हामी पनि त्यतिको बसिराख्यौँ। 4-5 दिन भयो। अनि त्यहाँदेखि चाहिँ खोज्नु थालेको भेटेन। राम 5 दिन पछि पो खोजेको? अनि गएपछि बस्नुहुन्छ नि त भने त्यही भएर। छोरीको घर चाहिँ कहाँनिर? विराटनगर। विराटनगर जान्छ घरिघरि? जानुहुन्छ? जानु त हुँदैन, त्यही दिन आएर लानुभएको छ।
ए जस आमाले चाहिँ छोरी लानुभएको थियो हजुर ए जता छोरीले चाहिँ आमा लानुभएको थियो भन्नु न भनौँ मिलेर गएको थियो बजार मिलेर जानुभएको थियो भन्नु बजार मात्रै गएको कि अब घर नातिनी हेर्नु जाउँ भनेर घर लगेर जानुभएको लानु चाहिँ ला कहाँ बाटोमै अब डोडाएन होला अब बुढी बाटोमा त अब भन्नु सकिँदैन कहाँ त्यही पनि अब हामीलाई डाउट त लागिरहेको थियो होइन अब हामीले त के भनेको थियौँ एकचोटि त्यो छोरीलाई पनि ल्याएर प्रहरीसँग राखेर भा डराउँछन् कि भा केही भएको कि हुन्छ नि त अहिलेको दुनियाँ त अर्कै छ हाम्रो भन्न सकिँदैन त्यस्तो होइन अब छोरीले आमा त्यस्तो यस्तो पनि हुनसक्छ होला थाहा छैन है त्यति भगवान् जानुन् हरस भन्ने त चाहँदैन अब अलिकति विवेक नपुग्दा म अब उहाँको छिमेकी हुँदा त मलाई मेरो आमा जस्तो कति माया लाग्छ त्यही भएर त मलाई यति कष्ट गर्छु म कहाँ कहाँ कुदिसक्यो होला त्यही हजुरआमालाई खोज्नलाई कहीँ भेट्दैन कि अब अति भयो अनि मैले भान्जीलाई त्यति सहयोगमा आएको ल भान्जी अब त्यही उहाँ सर तपाईँलाई त मैले अस्ति 3 दिन यहाँ बुद्धा जाँदा पनि मैले सफारी आफ्नै गाडी साधनमा एउटा प्यासेन्जर बनाएर पनि लगेको थिएँ त्यो भएर तपाईँको नम्बर मैले राखेको थिएँ अनि त्यही भएर हजुरको सहयोग त्यति हो अनि तपाईँको छ्यामा भयो अब होइन छ्यामा चाहिँ कहाँ छ विराट चोकमै हुनुहुन्छ उसले चाहिँ खोज्नु भन्दैन उसलाई वास्तै छैन भनौँ न अब खोज्दैनन् खोज्नु हुँदैन अन्त त नातिनी नै कमर कसरी लाग्नु पर्यो हजुरआमा खोज्नु अब लाग्नु त परिहाल्छ नि आमा हजुरआमा हरेपछि आमा उहाँको मम्मी ए आमाको नाम चाहिँ के हो शिला तामाङ लु एकदम राम्रो नि अब किनभने आमा त खोज्नुपर्छ नि हजुरआमा हो होइन उहाँ बिना हामी नभएको होइन ठिकै छ भेटिन्छ भनेर पूर्ण आशा पनि छ तपाईँले सम्पूर्णले देश विदेश तथा स्वदेशमा हुनुहुने यो भिडियो तपाईँले सेयर गर्नुहुन्छ होला यी नातिनी अथवा के अरे नाम सलिना तामाङ सलिना तामाङ कतिमा पढ्छौ 9मा पढ्छ है अब बिचरा यता पढाइ नगइ गइ आए पढाइ छोडेर आफ्नो हजुरआमा खोज्नुमा पुरा उहाँ व्यस्त हुनुहुन्छ अब नातिनी होस् त यस्तो होस् कि जहाँ हजुरआमाले पनि माया गरोस् कि अब बुढेसकालमा 81 वर्षको उमेरमा उहाँले के खायो के लायो अब यत्रो 3 महिना भएछ फेरि हराएको पनि बुढी आमा त प्रायः जस्तो कि त मन्दिरमा हुन्छ होइन मन्दिरमा हुन्छ नि त मन्दिरमा हुन्छ नत्र भने कसैले माया गरेर राखेको नि हुन्छ है फेरि अब त्यो त भन्नु सकिँदैन उहाँको आफन्तहरू उहाँले कति आफन्त छन् कति कहाँ कहाँ हुनुहुन्छ भनेर उहाँले चिन्नुपर्ने हो त्यो त मलाई पनि थाहा हुँदैन होइन त्यो पनि एकचोटि त्यहाँ पनि कोसिस गरौँ न भन्ने कुरा कहाँ छ तिम्रो आफन्तहरू पञ्चेन इटरी धरानमा हुनुहुन्छ हजुरआमाले के भन्नुहुन्छ सम्पूर्ण देश विदेशबाट भिडियो सेयर गर्नु त भेटिन्छ के भन्नुहुन्छ भन्नु त यहाँ सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई भनेर भन्नु न भिडियो सेयर गरिदिनु होला भनेर भन्नु तपाईँलाई माया गरेर भिडियो सेयर गर्यो भाइरल भयो भने त भेटिन्छ भन्नु त यो भिडियो सबैले सेयर गरिदिनु भेटेको हजुर मेरो हजुरआमा हराउनु भएको छ 3 महिना भइसक्यो कसैले भेटिनु भएको छ भने देख्नु भएको छ भने कृपया नम्बरमा उयो गरिदिनु होला भन्नु चाहनुहुन्छ हजुर ल ठिकै छ सबैले सेयर गरिदिनु होला बिचरा बुनुको चाहिँ के छ भने स्कुल पनि छुटिसकेको छ कि त्यो कारणले पनि निकै दुःख लाग्दो हो 81 वर्षको आमा तपाईँको आमा सम्झेर होइन हाम्रो आमा सम्झेर सबैले त्यो कारणले पनि यो भिडियो निकै भाइरल भयो भने भेट्न त सकिन्छ नै